चारैमा हुन्छ होला म पनि चार आउँछु म चाहिँ आज घाँस काट्न आइरहेको छु होइन रुख चाहिँ यता छ होइन टुप्पामा पुग्नुपर्ने छ होइन अब यस्तो छ टक्क जानुपर्ने हुन्छ होइन म चाहिँ घाँस काट्छु अब टक्क लाएर अब दृश्य पनि देखाउँछु बवाल भ्यू छ पारी हुँदै होइन बवाल पाराको भ्यू छ कि भ्यू चाहिँ बवाल छ होइन खतरनाक छ कि भ्यू अब रुख चढ्नुपर्ने हुन्छ गाह्रो छ होइन म चाहिँ फोन यसो राखेर जान्छु होइन रुख चढ्दा त देखाउन अलिक गाह्रै हुन्छ होइन फोन समातेर रुख चढ्न सकिन्न नि त यस्तो छ रुख हेर्नु फेरि अप्ठ्यारो छ कि ठिकै छ म चाहिँ माथि गएर टक्क देखाउँछु सबजना स्वार्थी मेरो छुटो थियो सब कुरा मन पुरै दुखी मैले खुसी खोजे सपना पैसाको लागि देखि आफ्नै मान्छे शत्रु बा मर्दले गर्व गर्छ धन कमाउन सक्नुमा बाँधेको हात खुट्टा अब फुकाइ हिँड्छु सात गुना दिएको माया आमा फर्काइदिन्छु 7 गुना अप्ठ्यारोमा छु है म चाहिँ अप्ठ्यारोमा छु बवाल छ फस्दैन माया प्रेम र टुना मुना जादुमा संसारको ढुङ्गीहरुको साथमा हिँडे पनि त्यस्तै साला धोका भने बात नबुझे खुसीको बेला सधैँ साथीभाइको साथमा हुन्थे दुःखको बेला सधैँ आमाको नै काखमा रुन्थे बाबाको सबलाई आज गल्तीहरू याद हुँदा विश्वास र भरोसा सब टुट्यो आफ्नै साथ हुँदा भन्नु नै छैन मलाई त्यो कुराको फ्याग हुँदा अनि सक्दैन भन्ने मान्छेलाई म बाट फ्याग अब म प्राप्त गर्छु सफलता प्राप्त गर्नु हाम्रो नै जित हुन्छ आमा तिमी चाहिँ साथमा बस्नु शत्रुको घातमा गर्छु होच्याउने आँट नगर्नु सिकियो जिन्दगी मैले दुःखको बाटमा पर्नु आफूमा आत्म बल्छ मुटुमा आगो बल्छ सङ्घर्ष उज्यालो अघि कालो अँध्यारोबाट जिन्दगी थाहा बल्ल छुट्टिन्छ पाप र कर्म हाम्रो नै जित हुन्छ जितको झन्डाले साथमा बढ तिम्रो शिर टाढो हुन्छ शत्रु पमाने जुत्छ छोरा बल आफै गर्छ तिमी बस्दिनु ढुक्क तिमीलाई सब परिपूर्ण हाम्रो सब गरी मुक्त डाहा गर्ने छिमेकी चाहिँ भर्खरै घाँस काटेर सकेँ होइन म चाहिँ यता माथि काटेको थिएँ अब देखाउन पाइनँ किनकि क्यामेराम्यान चाहिँ मसँग छैन त्यो भएर होइन म चाहिँ टुप्पोमा चढिरहेको छु कि अब टुप्पोमा चढिरहेको छु कि होइन अब चाहिँ झर्नुपर्ने हुन्छ म चाहिँ अब झरेको जनतन देखाउने प्रयास गरिरहेको छु होइन तल चाहिँ तलै छ है गाइस अब हैसा फाल्नुपर्ने हुन्छ खायो होइन बारीमा पर्ने हुन्छ म चाहिँ अब झर्नुपर्ने हुन्छ होइन अब टुप्पोबाट झर्नुपर्ने हुन्छ कि अब सकेसम्म म देखाउने प्रयास चाहिँ गरिरहन्छु होइन कसरी छ बच्चा फोन समातेर झरिरहेको छु होइन क्यामेराम्यानको कमी भइरहेको छ म चाहिँ जेन त्यहाँ यस्तै झरिरहेको छु है म ज्यान त्यहाँ झर्ने प्रयास गरिरहेको छु जे होस् म चाहिँ तपाईँलाई झरेको देखाउँदैछु त्यसो बुट म भुइँबाट पनि देखाउने प्रयास भुइँबाट देखाउने छु होइन अब यहाँ चाहिँ रुखबाट झर्दैछु र अब अलिक टाइम लाग्ला किनकि अब त्यति फास्ट टाइम लाग्ला किनकि त्यति फास्ट झर्न सकिन्न अब क्यामेरा समातेर झर्दैछु त्यो भएर पनि हो अप्ठ्यारो छैन सजिलो हो भन्ने होला फेरि त्यति सजिलो पनि छैन है बुट चाहिँ बबाले छ म चाहिँ झरिरहेको छु अब यस्तो यस्तो भिडियो बनाएपछि त भाइरल हुनु पर्यो तर भाइरल भइन्न केही छैन यस्तो गाह्रो छ यार रुखको टुप्पोबाट झर्न परिरहेछ क्यामेराम्यान नभएपछि यस्तै हुन्छ गाइज अब त भुइँमा अडाएर पनि त भिडियो बनाउन सकिन्थ्यो होइन अब फेरि भिडियो बनाएर भुइँमा अडाएर फेरि राम्रोसँग देखिँदैन कि त्यही भएर होइन अझै भुइँ तलसम्म छ यार तलसम्म छ भुइँ अझै त्यहाँ छ अब यस्तो छ झर्नु परेछ है गाइज अब चाहिँ आइसक्यो है लगभग टुप्पोबाट झऱ्यो होइन वहाँबाट झऱ्यो अब आइसक्यो लगभग अब चाहिँ म झर्दैछु गाइज म झर्दैछु है झर्दैछु कसरी पो झर्ने यार क्यामेरा देखाएर गाह्रो छ अब यस्तरी झर्दैछु गाइज म चाहिँ अलिअलि समात्ता पनि पर्छ गाइज झरिरहेको छु म चाहिँ झरिरहेको छु अब चाहिँ झऱ्यो है समात्यो अब चाहिँ फङ्गाल्नुपर्छ झर्यो है गाइज झर्यो गाइज झर्यो होइन अब चाहिँ म पछाडिको ठक्क रुखबाट चाहिँ झऱ्यो होइन अब चाहिँ म पछाडिको क्यामेराले रुखको टुप्पो देखाउँछु एकचोटि हेर्नु है गाइज रुख चाहिँ यही हो है गाइज यो रुख होइन अब यस्तो छ म चाहिँ यताको हाँगोमा गएको है काटेको चाहिँ मैले यो हाँगो होइन यो हाँगो अब म चाहिँ झरेँ होइन अब कसरी झरेँ फोन समातेर हल्का भिडियो बनाउने प्रयास गरेँ होइन त्यति राम्रोसँग देखिएको छैन अब घाँस छ लानुपर्ने हुन्छ
त्यही हो गाई, त काम गर्ने पर त कहिले काहीँ यसो त्यही हो। म चाहिँ घाँस काट्छु मल्छु।